हुन्छ नमस्कार सेन्ट्रल टिमको उमा थापा म्याडमले जुन अफिसमा चाहिएको जुन चाहिँ खाँचोलाई उहाँले देख्नुभयो उहाँ एक्टिभली संस्थामा खटेर पनि राख्नु भएको छ तर सँगसँगै आज अफिसमा चाहिएको कतिवटा रिक्वायरमेन्टहरू देखेर उहाँलाई नभनिकन भन्नु परेन हामीले सोधेको पनि थिएनौँ तर अचानक उहाँलाई जुन चाहिँ खाँचो देखेर संस्थाको र उहाँले आफैले यो हाम्रो लागि मेटेरियल ल्याइदिनु भयो। म्याडम तपाईँले के चाहिँ लिनु भएको रहेछ नेप इन्डिया फाउन्डेसन अफिसको लागि सरले भनेको जस्तो त्यो खाँचो तपाईँले आफै देखेर त्यो उहाँ सरलाई हस्तान्तरण गर्नुहोस् है। हुन्छ तपाईँ सबैले ताली बजाइदिनु होला। धन्यवाद। हुन्छ बक्सपाल पनि चाहिन्छ हामीलाई। ल धन्यवाद एकदमै म्याडमलाई। तपाईँले जति पनि अहिले नेप इन्डिया फाउन्डेसनको अफिसमा चाहिने जरुरतको सामानहरू दिइराख्नु भएको छ इम्पोर्टेन्ट सामानहरू अफिसमा चाहिने सामानहरू तपाईँले दिनुपर्छ भनेर त कसैले भनेको थिएन तपाईँले कसरी सोचेर चाहिँ तपाईँको दिमागमा आयो यो ल मैले चाहिँ अब जहिले पनि लेख्दाखेरि यो छैन त्यो छैन भनेको सुनेर चाहिँ देखेर चाहिँ मलाई चाहिँ अब यो दिनुपर्छ भन्ने आइडिया गरेर चाहिँ मैले दिएको। मतलब यो चाहिँ सामान चाहिन्छ अफिसमा चाहिँ जरुरी रहेछ भने कम्प्लेन नगरिकन ल्याएको हुन्थ्यो नि भनेर नभनिकन चाहिँ उहाँले चाहिँ देखेर यो चाहिने रहेछ भनेर उहाँ आफैले ल्याइदिनु सोचेर ठिक छ। उहाँले अफिसमा खाँचो परेको चिजहरू हाम्रो प्रेसिडेन्टको हातमा दिनुभएको छ अफिसको लागि र हाम्रो जति पनि छ सबैले मलाई जोरदार ताली बजाएर धन्यवाद। थ्याङ्क यू।